नमस्कार, म यति बेला बुढी तोलामा छु। यो पर्यटकीय स्थानमा छु र यो चाहिँ भिउटाहरू, यो असाध्यै सुन्दर 7 तले भिउटा हो र यहाँबाट चाहिँ हामीले सबैतिरको दृश्यलाई एकदमै देख्न सक्छौँ। यो खुलेको छैन मौसमको कारण चाहिँ अहिले अलिकति यो धुँधलो देखिन्छ, तर यहाँ चाहिँ मौसम खुलिसकेसँगै असाध्यै पाटाहरू, फाँटहरू, तराईहरू होइन। अब यतापट्टि तपाईँले हेर्न सक्नुहुन्छ माथि पहाडहरू होइन, यी पहाडहरू पनि हामीले देख्न सक्छौँ र सँगसँगै अगाडिपट्टिका चाहिँ पहाडहरू पनि, यतापट्टिका पहाडहरू पनि हामीले चाहिँ देख्न सक्छौँ। यो सुन्दर ठाउँमा चाहिँ म आइपुग्दा आफूलाई निकै खुसी महसुस गरेको छु। यो यात्राको थकान जो म तराईको चाहिँ गर्मी सहँदै आइरहेको थिएँ, यहाँ पहाड झन्डै यो पहाड सुरु हुँदैछ होइन, पहाड नै हो यो। यहाँ पहाडमा आइपुग्दा चाहिँ हावाले पनि स्वागत गरिराखेको छ। पहाडको हावाले एकदमै चाहिँ फ्रेस प्रकारको चाहिँ फिल भइराखेको छ। अब म यहाँबाट डडेलधुरातिर जाँदैछु। डडेलधुरा गइसकेपछि त्यहाँबाट चाहिँ हजुरको बैतडी जान्छु, बैतडीबाट दार्चुला जान्छु। यस्तो प्रकारको चाहिँ यात्रा निरन्तर अगाडि बढ्ने र यहाँ सुदूरपश्चिमलाई चाहिँ तपाईँको चिनाउन म न्यूनतम 5 महिना अझै बस्ने गरी आएको छु। यो यहाँको स्थानीय नाम चाहिँ बुढी तोला हो। बुढी तोला यो पर्यटक प्रवर्धन क्षेत्र पनि हो। यहाँ सबै खाले ऐतिहासिक, धार्मिक, पर्यटकीय सबैलाई चाहिँ आउनको लागि आह्वान पनि गर्दछु। यो ठाउँमा एकपटक तपाईँहरू आउनै पर्छ, भिजिटिङ गर्नै पर्छ। असाध्यै सुन्दर ठाउँ छ है त। धन्यवाद। म आज यहाँ 62 दिनमा पुगेको छु।